फ्यामिली प्लानिङ भनेको चाहिँ प्रश्न है। ल, 20वटा क्वेसन छ। सबैजनाले आफ्नो एन्सर राख्नु होला र कतिवटा मिलाउनु भयो लास्टमा हजुरहरूले चाहिँ यो कमेन्टमा राख्नु होला है त। 20वटा क्वेसन छ। अनलाइन टेस्ट तपाईँहरूको यहाँ क्लासमै फास्ट गर्छु म। कतिवटा मिलाउनु भयो अथवा कतिवटा बिग्रियो भन्ने कुरा एनालाइसिस गरेर कमेन्टमा राख्नु होला है। ल, यसको एन्सर चाहिँ के छ भने फ्यामिली प्लानिङको अब्जेक्टिभ कुन हो? एभोइड अनवान्टेड बर्थ, अप्सन बीमा टु ब्रिङ एबाउट वान्टेड बर्थ, अप्सन सीमा टु रेगुलेट द इन्टरभल बिट्विन प्रेग्नेन्सी एन्ड अल अफ द एबोभ। अनवान्टेड बर्थलाई रोक्छ होइन, चाहिएको बच्चाको ड्युरेसन मिलाउन मिल्छ र दुईटा प्रेग्नेन्सी बिचको इन्टरभल पनि यो फ्यामिली प्लानिङको मद्दतले चाहिँ के भयो? एकैछिन ल, अलिकति ल्यापटप डिस्टर्ब भयो। थोरै वेट गरिदिनु होला, 1 मिनट जति। के भयो यो ल्यापटपमा? एकैछिन ल, अलिकति यहाँ डिस्टर्ब भएको छ साथीहरू। 1 मिनट वेट गरिदिनु होला है। थ्योरी नै गर्ने ल, तपाईँहरूको इच्छा अनुसार थ्योरी नै गर्ने हो है। थोरै Recording in progress.
ल थोरै क्वेसन हामी चाहिँ डिस्कसन गरौँ 5-7 वटा जति है। त्यसपछि चाहिँ हामीले चाहिँ डिस्कसन गरौँला साथीहरू, थोरै वेट गरिदिनु। कहिलेकाहीँ यो टेक्नोलोजी सामानहरूले दुःख दिन्छ, त्यही पनि मिल्यो बरु 10 मिनटमा समय बढाइदिउँला है। टेन्सन नलिनुहोस्, पढौँ न है। ल यो क्वेसनको चाहिँ राइट एन्सर चाहिँ अप्सन डी हुन्छ। रिभिजनको लागि जस्ट मात्र तपाईँले क्वेसन प्र्याक्टिस गराइदिएको हो। कृपया साथीहरू यसलाई चाहिँ हजुरहरूले बुझिदिनुहुन्छ भन्ने आश गर्छु म। ल प्रश्न नम्बर 2 मा सोधेको रहेछ द मोस्ट कमनली युज फ्यामिली प्लानिङ इन द नेपाल है त। नेपालमा कुन फ्यामिली प्लानिङको साधन सबभन्दा बढी युज गरेको देखिएको छ डाटाले भन्दा डिपो प्रोभेरा, अनि अप्सन बी मा छ कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ पिल्स, अप्सन सी मा रहेको छ फिमेल स्टेरिलाइजेसन, र अप्सन डी मा रहेको छ आइयुसिडी। ल यसलाई चाहिँ सबैजनाले मिलाउनुहोस् त, कुन चाहिँ राइट एन्सर हुन्छ। ओके ल धेरैजनाको एन्सर गलत आयो है त। यसको राइट एन्सर अप्सन सी हुन्छ, फिमेल स्टेरिलाइजेसन है त। सबभन्दा बढी फ्यामिली प्लानिङ अप्नाइएको मोस्ट कमन युज गरेको चाहिँ फिमेल स्टेरिलाइजेसन हो है। यो डाटाले हाम्रो देखाउँछ। अब तपाईँको के हो भने पर्मानेन्ट अथवा टेम्पोररी तोकिएको छैन भने हामीले चाहिँ यो मिनी ल्याब नै हो मोस्ट कमन। तर टेम्पोररी तोकिएको छ भने सबैभन्दा बढी युज गरेको भने डिपो हुन्छ। टेम्पोररी तोकिएको छ भने डिपो हुन्छ, तर फ्यामिली प्लानिङमा त पर्मानेन्ट र टेम्पोररी दुइटै पर्छ है। सो त्यस कारणले गर्दा यो लोकसभाको पास्ट क्वेसन हो, त्यही भएर तपाईँहरूले मैले यहीँनिर बताइदिएको है। टेम्पोररी र पर्मानेन्ट भनेर तोकेको छैन। मोस्ट कमन कुन युज गर्छ त नेपालमा भन्दा यो फिमेल स्टेरिलाइजेसन हो है। मोस्ट कमन फ्यामिली प्लानिङ यदि टेम्पोररी भनेर सोधेको भयो भने यसको एन्सर चाहिँ डिपो हुन्थ्यो। तपाईँहरूले डिपो लगाएको सही हो, तर टेम्पोररीमा चाहिँ डिपो हो है। ल नेक्स्ट क्वेसन हामी प्र्याक्टिस गर्छौँ। के आइदियो फेरि हेत्तेरिका। नेक्स्ट क्वेसन रहेको छ यहाँनिर द चोइस अफ फ्यामिली प्लानिङ मेथड फर ल्याक्टेटिङ वोमेन इज है। ल्याक्टेटिङ वोमेनको लागि चाहिँ चोइस चाहिँ कुन होला भन्नुहोस् त। सिओसिपी, इम्प्लान्ट, डिपो र आइसिडी। कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ पिल्स छ, त्यस्तै इम्प्लान्ट छ, त्यस्तै डिपो प्रोभेरा छ र आयुसिडी छ है। ल्याक्टेटिङ मदरको लागि कुन चाहिँ चोइस हो भनेर चाहिँ यहाँ प्रश्न गरेको छ। यो डी नम्बरमा कसले यहाँ गोलो लगाउनु भएको मेटाउनुहोस् त है। म अहिले भन्नेवालै छु, तपाईँले अगाडि नै गोलो लगाइदिइराख्नु भएको छ हो। ल यता यो यो चाहिँ अप्सन हेर्नु होला है। के छ भन्दा ल्याक्टेटिङ मदर भनेको छ होइन, जुन ठाउँमा तपाईँको आयुसिडी दिएको छ भने चाहिँ आयुसिडी राइट एन्सर हो यसको है त। आइसिडी राइट एन्सर हो। अब कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ दिनै मिलेन
डिपो र इम्प्लान्टमा कन्फ्युजन हुन्छ है। डिपो ल्याक्टेटिङ मदरको लागि सुइटेबल भन्छ हैन, तर डिपो र आइसिटीमा पनि आइसिटी बेस्ड हो नि त, किनभने आइसिटीमा हर्मोन हुँदैन र यसले ब्रेस्ट फिडिङमा पनि कुनै पनि किसिमको असर चाहिँ गर्दैन। सो यसको लागि चाहिँ आइसिडी हो। प्रश्न हेर्दा चाहिँ सजिलो छ, झुक्याउँदो छ है, राम्रोसँग बुझेर अनि एन्सर दिनु होला। 4 नम्बरको प्रश्न छ, which of the following is not hormonal method of contraception? तल दिएको कुन चाहिँ हर्मोनल कन्ट्रासेप्सनको मेथड चाहिँ होइन? ओरल पिल्स, ज्याडल, कपर टी र डिपो प्रोभेरा। अब यो त सबैको राइट एन्सर हो। अप्सन सी चाहिँ यसको लागि राइट एन्सर हो है त। ओके लोकेन्द्रजी मेटाइदिनु होला। अनसेफ पिरियड अफ फ्यामिली प्लानिङ इज, फ्यामिली प्लानिङको अनसेफ पिरियड कुन हो? 5 देखि 15 दिन, 15 देखि 25 दिन, 9 देखि 19 दिन अथवा 20 देखि 28 दिन, कुन चाहिँ राइट एन्सर होला? अनसेफ पिरियड अफ फ्यामिली प्लानिङ। 9 देखि 19 दिन हैन, सबैजनाको राइट छ। अप्सन सी चाहिँ राइट एन्सर हुन्छ। ल धेरै इन्ट्रेस्टिङ र राम्रो प्रश्न रहेको छ। When ovulation occur, the temperature of body is, जब ovulation हुन्छ बडीको टेम्परेचर कस्तो हुन्छ? बडीको टेम्परेचर बढ्छ अथवा बडीको टेम्परेचर घट्छ? बडीको टेम्परेचरमा कुनै पनि गडबडी हुँदैन, घट्न र बढ्न दुवै सक्छ। यसको पनि सबैजनाको सही छ। ओभुलेसनको बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि बडीको टेम्परेचर चाहिँ बढ्ने रहेछ है। ल प्रश्न नम्बर 7 मा छ, द कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ पिल्स कन्टेन्स, है कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ पिल्समा के चाहिँ हुन्छ भनेर चाहिँ प्रश्न छ है। इस्ट्रोजन हार्मोन, प्रोजेस्टेरोन हार्मोन, फिरस फ्युमरेट, अल अफ दि एबोभ हैन। ठिक छ, कम्बाइन्ड ओरल कन्ट्रासेप्टिभ पिल्समा हर्मोन र आइरन हुन्छ। सो यसको चाहिँ राइट एन्सर चाहिँ के हुन्छ? यसको चाहिँ राइट एन्सर अल अफ द एबोभ हुन्छ है। द चोइस अफ मेथड फर न्युली म्यारिड कपल इज, न्युली म्यारिड कपलको लागि चाहिँ कुन चाहिँ चोइस अफ मेथड हुन्छ त? कम्बाइन्ड ओरल पिल्स, डिपो प्रोभेरा, आइसिडी र इम्प्लान्ट। न्युली म्यारिड कपलको लागि चाहिँ कुन चोइस अफ फ्यामिली प्लानिङको मेथड हुन्छ भन्दा न्युली म्यारिडको लागि कम्बाइन्ड ओरल पिल्स इज चोइस। ल 9 नम्बरकोमा रहेको छ, ओरल कन्ट्रासेप्टिभ पिल्स इज नट एप्रोप्रिएट अफ विथ द ओमेन। ओरल कन्ट्रासेप्टिभ पिल्स कसको लागि चाहिँ एप्रोप्रिएट हुँदैन? 9 नम्बरको प्रश्न। अप टु 6 months अफ पोस्टपार्टम पिरियड, स्मोकर एन्ड एज मोर देन 35, डायबिटिज मेलाइटस, अल अफ द एबोभ। भन्नुको अर्थ ओरल कन्ट्रासेप्टिभ पिल्सको कन्ट्राइन्डिकेसन भनिएको छ। ल कुन चाहिँ यसको एन्सर राइट होला त? यसको सही एन्सर अप्सन डी हो है त। यो सबै कन्डिसनमा ओरल कन्ट्रासेप्टिभ पिल्स दिन चाहिँ मिल्दैन। प्रश्न नम्बर 10 मा रहेको छ, which of the following women can use combined oral contraceptive pills? कस्तो महिलाले चाहिँ ओरल कन्ट्रासेप्टिभ पिल्स खान चाहिँ मिल्छ? वुमेन विथ हाइपरटेन्सन, वुमेन विथ एक्टिभ लिभर डिजिज, वुमेन विथ हिस्ट्री अफ ओभेरियन क्यान्सर, वुमेन विथ हिस्ट्री अफ ब्रेस्ट क्यान्सर। अब सबै डिजिज नै छ
तर डिजिज भएकोमा कसले चाहिँ यो खान चाहिँ मिल्छ त ओरल कन्ट्रासेप्टिभ पिल्स हिजो चाहिँ मैले पढाएको थिएँ है। अब यस्तोमा पनि धेरै कन्फ्युजन हुन्छ। हाइपरटेन्सनमा मिल्छ कि मिल्दैन, अब हाइपरटेन्सनमा मिल्दैन, लिभर डिजिजमा पनि मिल्दैन, अनि त्यसपछि यो डी नम्बरमा ब्रेस्ट क्यान्सरमा पनि मिल्दैन। तर धेरै रिसर्चले के देखाएको छ भने कि ओरल पिल्सले ओभेरियन क्यान्सरबाट प्रिभेन्ट गर्छ है त। सो यसको राइट एन्सर चाहिँ कुन हुन्छ त भन्दाखेरि यसको राइट एन्सर चाहिँ अप्सन सी चाहिँ राइट एन्सर हुन्छ है। नेक्स्ट क्वेसन रहेको छ द मेकानिजम अफ एक्सन अफ डिपो एन्ड ओरल कन्ट्रासेप्टिभ पिल्स है त। डिपो र ओरल कन्ट्रासेप्टिभ पिल्स यो दुवैको मेकानिजम अफ एक्सन चाहिँ के छ त? प्रिभेन्टिङ ओभुलेसन, त्यस्तै इन्डोमेट्रियमलाई थिन गर्ने, अनि त्यसपछि के त भन्दाखेरि भने चाहिँ थिकेनिङ अफ द सर्भाइकल म्युकस, त्यस्तै अल अफ दि एबोभ हैन। ल यसको चाहिँ राइट एन्सर कुन हुन्छ भन्नुहोस् त सबैले। यसको पनि राइट एन्सर चाहिँ अप्सन डी हुन्छ है त। ल नेक्स्ट प्रश्न रहेको छ द मोस्ट कमन साइड इफेक्ट अफ डिपो है। डिपोको मोस्ट कमन साइड इफेक्ट के हो त? अप्सनमा छ पेन, इक्टोपिक प्रेग्नेन्सी, इरेगुलर ब्लिडिङ र हाइपरटेन्सन। द मोस्ट कमन साइड इफेक्ट डिपो इरेगुलर ब्लिडिङ हुन्छ है त। ल 13 नम्बरको क्वेसन रहेको छ द मोस्ट कमनली युज्ड ब्रान्ड अफ आइसिडी इन नेपाल। नेपालमा प्रयोग हुने मोस्ट कमन आइसिडी कुन हुन्छ, कुन हो? ल भन्नुहोस् त सबैजनाले। देन द मोस्ट कमन युज्ड आइसिडी इन द नेपाल यो टिसियु 380A। ल सबैजनाको राइट एन्सर आइराखेको छ यसमा पनि। नेक्स्ट क्वेसन रहेको छ अब आइसिडी क्यान बी युज्ड बाई व्हिच अफ द फलोइङ वोमेन। आइसिडी कस्तो महिलाले चाहिँ प्रयोग गर्न मिल्छ? विथ पिआइडी पेल्भिक इन्फ्लामेटरी डिजिज भएको, हाइपरटेन्सन भएको, त्यस्तै इक्टोपिक प्रेग्नेन्सीको अवस्थामा दिन मिल्छ, अनि त्यसपछि क्यान्सर अफ सर्भिक्स कस्तो अवस्थामा चाहिँ आइसिडी प्रयोग गर्न चाहिँ मिल्छ त? ल यसको पनि भन्नुहोस् त सबैजनाले। राकेशजी बी लेख्नु भएको गलत भयो, बी रङ एन्सर। ए सरी सरी बी रङ एन्सर भन्दैछु म। बी चाहिँ राइट एन्सर हो है, बी चाहिँ राइट एन्सर, बी राइट एन्सर हो। पिआइडीमा दिन मिल्दैन, इक्टोपिक प्रेग्नेन्सीमा दिन मिल्दैन, क्यान्सर अफ सर्भिक्समा पनि दिन मिल्दैन, हाइपरटेन्सनमा चाहिँ आइसिडी दिन मिल्छ। किनभने यो चाहिँ के छ त भन्दा नन हर्मोनल हो, त्यस कारणले गर्दा यो उसमा तपाईँको हाइपरटेन्सनमा दियो भने यसको खासै साइड इफेक्ट चाहिँ हुँदैन है। ल बी बी रमेश कटेल ओके मिल्यो मिल्यो रमेशजीको मिल्यो, बी लेख्नु भएको थियो सुरुमै।
द मोस्ट कमन साइड इफेक्ट अफ आइसिडी, आइसिडीको मोस्ट कमन साइड इफेक्ट चाहिँ कुन हुन्छ त? ब्याक पेन, त्यसपछि अरू कुन छ त? भेजाइनल पेन, पर भेजाइनल हो, यो फर भेजाइनल लेखिएको छ, पर भेजाइनल पिभी ब्लिडिङ हो, त्यस्तै पर्फोरेसन र एक्सपल्सन। आइसिडीको मोस्ट कमन साइड इफेक्ट, सबभन्दा बढी कुन साइड इफेक्ट देखा पर्छ आइसिडीको? ओके, ल, मोस्ट कमन साइड इफेक्ट भनेको भेजाइनल ब्लिडिङ हो है। अब यही क्वेसनलाई तपाईँको मोस्ट कमन रिमुभल अफ के अरे मोस्ट कमन कजेज अफ रिमुभल भनेर सोध्यो भने कुन कारणले गर्दा आइसिडी बढी रिमुभ गर्नुहुन्छ क्लाइन्टले, होइन? त्यो भनेको ढाडको दुखाइ हो, ब्याक पेनले गर्दाखेरि है। ल, द मोस्ट कमन, ए क्वेसन यसमा रहेछ त्यो, द मोस्ट कमन कजेज अफ आइसिडी रिमुभल इज पेन। ए अघि मैले एउटा क्वेसन आउट गरिदिएँ। द मोस्ट कस्ट इफेक्टिभ रिभर्सिबल मेथड अफ फ्यामिली प्लानिङ। ल भन्नुहोस् त, 17 नम्बरको कतिजनाले मिलाउनुहुन्छ है त? द मोस्ट कस्ट इफेक्टिभ रिभर्सिबल भनिरहेछ है, सबैजनाले ए लेख्दै हुनुहुन्छ। क्वेसनलाई राम्ररी पढ्नु होला ल। मोस्ट कस्ट इफेक्टिभ रिभर्सिबल भनेर भनिरहेछ। रिभर्सिबल भनेको फेरि झिक्न सक्ने, भ्यासेक्टोमी, मिनी ल्याब, आइसिडी, इम्प्लान्ट। अब यहाँ हेर्नु है, भ्यासेक्टोमी त रिभर्स गर्न मिल्दैन नि त, एकचोटि भ्यासेक्टोमी गरेपछि त सक्यो, काम खतम, होइन? त्यो त पर्मानेन्ट मेथड भयो। भ्यासेक्टोमी र मिनिल्याप मिलेन। अब रिभर्सिबलमा आइसिडी र इम्प्लान्टको कुरा गर्ने हो भने तपाईँको कस्ट इफेक्टिभ है, आइसिडी र इम्प्लान्ट दुइटै रिभर्सिबल हो, तर झुक्याउ छ। अब आइसिडी र इम्प्लान्ट दुइटैमा सबभन्दा कस्ट इफेक्टिभ कुन हो त भन्दाखेरि आइसिडी कस्ट इफेक्टिभ हो है। अब इम्प्लान्ट झिक्दाखेरि के हुन्छ भने त्यहाँनिर सर्जिकल प्रोसिजर गर्नु पर्यो, लिग्नोकाइन दिनु पर्यो, इन्सिजन दिनु पर्यो, त्यसपछि रडलाई निकाल्नु पर्यो, फेरि ब्यान्डेज गर्नु पर्यो है। सो इम्प्लान्ट अलिकति कस्ट इफेक्टिभ हुन जान्छ, तर आइसिडी कस्टली छैन है त, आइसिडी कस्टली छैन। सो यसको राइट एन्सर आइसिडी हो। ल, जसले फर्स्टमा अथवा लास्टमा एन्सर सी मिलाउनु भएको छ भने सबैलाई बधाई छ है त। हेर्नुहोस् त कस्तो क्वेसनहरू छ, बुझ्ने क्वेसनहरू। ल, नेक्स्ट क्वेसन, द मोस्ट कस्ट इफेक्टिभ मेथड अफ द फ्यामिली प्लानिङ। द मोस्ट कस्ट इफेक्टिभ मेथड अफ फ्यामिली प्लानिङ भनेर भनेको छ है त। अब चाहिँ कुन चाहिँ राइट एन्सर हुन्छ? अब यसमा रिभर्सिबल दिएको छैन। द मोस्ट कस्ट इफेक्टिभ मेथड अफ फ्यामिली प्लानिङ, अब चाहिँ रिभर्सिबल दिएको छैन, होइन? अब रिभर्सिबल दिएको छैन भने यसमा चाहिँ ए हुन्छ है, ए। मिनी ल्याब कस्ट इफेक्टिभ होइन। मिनी ल्याबमा सर्जन डक्टरले चाहिँ के गर्नु पर्यो त, लम्बर के अरे लोकल एनेस्थेसियामा नि दिनु पर्यो, लम्बरमा नि गर्छ, तर यो अलिक कस्ट इफेक्टिभ हुन्छ मिनी ल्याब, के अरे कस्टली हुन्छ, कस्ट इफेक्टिभ होइन। तर कस्ट इफेक्टिभ अलिक सस्तो भनेको भ्यासेक्टोमी हो। सो यसको राइट एन्सर चाहिँ भ्यासेक्टोमी हो। नेक्स्ट प्रश्न छ नेचुरल फ्यामिली प्लानिङको मेथडबाट मोस्ट इफेक्टिभ नेचुरल मेथड अफ फ्यामिली प्लानिङ, एब्स्टिनेन्स, बेसल बडी टेम्परेचर, सेफ पिरियड र सर्भाइकल म्युकस मेथड। मोस्ट इफेक्टिभ
अथवा 100% इफेक्टिभ भनेर यदि प्रश्न गर्छ भने कुन चाहिँ राइट एन्सर हुन्छ त? द मोस्ट इफेक्टिभ नेचुरल मेथड अफ फ्यामिली प्लानिङ अब्स्टिनेन्स है त, अब्स्टिनेन्स चाहिँ राइट एन्सर हो। अर्को क्वेसन रहेको छ 20 नम्बरको, द मिनिङ अफ ए इन गेदर एप्रोच। गेदर एप्रोचमा ए को मिनिङ चाहिँ के हुन्छ? जीबाट ग्रिट हुन्छ भने एबाट आस्क हुन्छ है त, आस्क सोध्ने, आस्क। ल सबैजनाको सही छ, सबैजनाको सही छ। ल हजुरहरू कतिवटा मिल्यो त अब? ल सबैले भन्नुहोस् त कतिवटा मिलाउनु भयो हजुरहरूले? 20वटामा कतिवटा मिलाउनु भयो? अब चाहिँ हामी पढ्छौँ अब आइसिडी। हिजो पनि यसको बारेमा अलिकति पढेको हो। आइसिडीको पुरा नाम इन्ट्रा युटेराइन कपर डिभाइस हो र नेपालमा चाहिँ 380A लेखेको जुन हुन्छ त्यो चाहिँ नेपालमा चाहिँ के छ त भन्दाखेरि भने चाहिँ 380A ब्रान्ड नेम चाहिँ इन नेपाल, नेपालमा चाहिँ 380A ब्रान्ड नेम चाहिँ एभाइलेबल छ आइसिडीको। ठिक छ। अब यो जेनेरेसनहरू खासै धेरै यसलाई चाहिँ सोध्दैन यो भन्ने कुरा चाहिँ हामीलाई इम्पोर्टेन्ट छ। र नेपालमा भएको आइसिडी कस्तो खालको हो त भन्दाखेरि भने नन हर्मोनल आइसिडी हो है त, नन हर्मोनल आइसिडी इन नेपाल। नेपालमा हर्मोन भएको आइसिडी हो कि हर्मोन नभएको आइसिडी नेपालमा छ भनेर यदि सोधिराखेको छ भने द्याट इज द नन हर्मोनल आइसिडी भनेर चाहिँ हामीले भन्नु चाहिँ पर्छ है। ल अब आइसिडीको चाहिँ साइड इफेक्ट के होला?
आइसिडी को साइड इफेक्ट अघि नै एमसिक्यूमा हामीले चाहिँ छलफल गरिसकेछौँ कि आइसिडी को मोस्ट कमन साइड इफेक्ट भनेको चाहिँ ब्लिडिङ भयो हैन। आइसिडी को साइड इफेक्ट्स भनेको चाहिँ के भयो त भजाइनल ब्लिडिङ है त। भजाइनल ब्लिडिङ यो चाहिँ मोस्ट कमन साइड इफेक्ट है। मोस्ट कमन साइड इफेक्ट सबभन्दा बढी देखा पर्ने साइड इफेक्ट भनेको भजाइनल ब्लिडिङ हो हैन। त्यसपछि ब्याक पेन, कहिलेकाहीँ पेन मात्र भनेर चाहिँ भन्छ हैन। अब ब्याक पेन चाहिँ के हो त भन्दाखेरि मोस्ट कमन कजेज अफ रिमुभल है त। मोस्ट कमन कजेज अफ रिमुभल भनेको चाहिँ के हो त ब्याक पेन हो। ठिक छ। अरू चाहिँ के साइड इफेक्ट हुन सक्छ त ब्याक पेन भयो, त्यसपछि ढाड दुख्ने हुन्छ, कहिलेकाहीँ इन्फेक्सनहरू पनि हुन सक्छ, पेल्भिक इन्फेक्सन है। अरू के हुन्छ त पेल्भिक इन्फेक्सनहरू कहिलेकाहीँ मेबी त्यो आइसिडी इन्जर्सन गर्ने बेलामा चाहिँ त्यो यदि इन्फेक्सन प्रिभेन्सन मेन्टेन गरेको छैन भने त्यति बेला चाहिँ तपाईँको इन्फेक्सन चाहिँ हुन चाहिँ सक्छ है। ल अब चाहिँ हामी कुरा गरौँ टाइमिङको बारेमा है त। टाइमिङ कति बेला चाहिँ आइसिडी चाहिँ राख्ने त, यसको टाइमिङ चाहिँ के होला त हैन। अब टाइमिङ चाहिँ के छ भन्दाखेरि भने मेन्सुरेसन भएको 12 दिनभित्रमा विदिन 12 days अफ मेन्सुरेसन, विदिन 12 days अफ मेन्सुरेसन भएको 12 दिनभित्रमा चाहिँ यो आइसिडी राख्न चाहिँ मिल्छ है। अब आइसिडी तपाईँको नि एउटा भनौँ न इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स के अरे इमर्जेन्सी कन्ट्रासेप्टिभको रूपमा पनि राख्न मिल्छ है त। आइसिडी इमर्जेन्सी कन्ट्रासेप्टिभ आकस्मिक गर्भनिरोधको लागि पनि यो चाहिँ राख्न मिल्छ है त। यो चाहिँ यसको समय के छ भने विदिन 120 आवर्स अथवा 5 days 5 दिनभित्रमा आकस्मिक गर्भनिरोधको लागि चाहिँ आइसिडी राख्न चाहिँ मिल्छ है। डब्लुएचओले के भनेको छ भने डब्लुएचओले के रिकमेन्ड गरेको छ त भन्दा कि आइसिडी इमर्जेन्सी कन्ट्रासेप्सनको लागि वान अफ द बेस्ट मेथड हो। डब्लुएचओ रिकमेन्ड आइसिडी बेस्ट फर इमर्जेन्सी कन्ट्रासेप्टिभ, इमर्जेन्सी कन्ट्रासेप्टिभ इसिपिएस भनेको मैले लेख्न खोजेको यहाँनिर इमर्जेन्सी कन्ट्रासेप्टिभ्स हो है त। यो कुरा चाहिँ सबैजनाले बुझिराख्नु भएको छ नि। इमर्जेन्सी कन्ट्रासेप्टिभमा अरू पनि आउँछ जस्तो कि यो 72 आवर्सको ट्याब्लेट इकोनहरू हैन। यिनीहरू चाहिँ इमर्जेन्सी कन्ट्रासेप्सनको लागि चाहिँ हुन्छ। तर यो आइसिडी पनि यो इमर्जेन्सी कन्ट्रासेप्सनको लागि चाहिँ मिल्छ हैन। जसमध्ये के भनेको छ त भन्दाखेरि डब्लुएचओले रिकमेन्ड गरेको छ कि यो अनवान्टेड पिल्सहरू भन्दा बेटर चाहिँ आइसिडी चाहिँ छ है। तर कहिले युज गर्नु पर्यो त भने यो चाहिँ विदिन 72 आवर्समा चाहिँ युज गर्नु पर्यो भनेर चाहिँ भन्छ है। ल यहाँसम्म क्लियर छ सबैजनालाई। अनि त्यसपछि अब चाहिँ हामी कुरा गरौँ कि यसको साइड इफेक्ट त अब भइ नै हाल्यो, टाइमिङको कुरा भइ नै हाल्यो है। अब पोस्टपार्टम वोमेनलाई चाहिँ कहिले आइसिडी राख्न मिल्छ त ल भन्नुहोस् त। पोस्टपार्टम वोमेनलाई कहिले चाहिँ आइसिडी राख्न मिल्छ त डेलिभरी भएको 48 घन्टा भित्रमा भन्छ है। पोस्टपार्टम वोमेनलाई डेलिभरी भएको 48 घन्टा भित्रमा चाहिँ राख्नु चाहिँ पर्छ विदिन 48 आवर्स अफ डेलिभरी है। विदिन 48 आवर्स अफ डेलिभरी 48 घन्टा भित्र राख्नु पर्यो। कुन बेलामा त पोस्टपार्टमको पिरियडमा है त। यदि 48 घन्टा भित्रमा यदि राखिएन भने है त, राख्न सकिएन भने 48 घन्टा भित्रमा यदि राख्न सकिएन भने आफ्टर आफ्टर
6 to 8 weeks, एकैचोटि कहिले त 6 to 8 weeks आफ्टर द डेलिभरी, है त। डेलिभरी भएको 6 देखि 8 हप्ता पछि चाहिँ राख्नुपर्छ भनेर चाहिँ भन्छ। अब कुरा गरौँ हामी यो आइसिडी को बेनिफिट चाहिँ के हो त, होइन। आइसिडी को बेनिफिट के हो, आइसिडी राख्दाखेरि के बेनिफिट भयो त? ल, सबैजनाले गेस गर्नुहोस् त। आइसिडी को एडभान्टेज अथवा बेनिफिटको कुरा गर्ने हो भने सबभन्दा बेस्ट त के हो त भन्दा यो चाहिँ लङ टर्मसम्म काम गर्छ। लङ टर्मसम्म, लङ टर्मसम्म, तर रिभर्सिबल छ, फेरि यसलाई निकाल्न पनि मिल्छ। कति वर्षसम्म काम गर्छ त? वर्क फर 12 years, है त। 12 वर्षसम्म आइसिडीले काम गर्छ, तर कति वर्षसम्म एप्रुभल यसको दिएको छ लेभलिङमा भने एप्रुभड फर 10 years मात्र, है त। 10 वर्षको लागि मात्र एप्रुभल हो, तर यसले कति वर्षसम्म काम गर्छ त? 10 वर्षसम्म काम गर्छ। एउटा यो चाहिँ भयो, है। अर्को कुरा, यो इनएक्सपेन्सिभ, धेरै महँगो पनि छैन। त्यही भएर एउटा यो बेनिफिट भयो। अनि अर्को मोस्ट बेनिफिट चाहिँ के छ त भन्दा यसमा कुनै पनि किसिमको हार्मोन चाहिँ छैन, है। सो फ्री अफ मेटाबोलिक साइड इफेक्ट्स, है त। मेटाबोलिक साइड इफेक्ट्स पनि यसमा के छ त भन्दाखेरि भने चाहिँ फ्री छ। मेटाबोलिक साइड इफेक्ट्स भन्नाले हजुरहरूले के बुझ्नुहुन्छ एउटा भन्नुहोस् त। मेटाबोलिक साइड इफेक्टको एउटा इक्जाम्पल्स। ल, मेटाबोलिक साइड इफेक्टको एउटा इक्जाम्पल भन्नुहोस् त सबैजनाले। ब्लिडिङ पनि हो, अरू अरू पेन भन्दा पनि अरू साइड इफेक्ट, मेन्सुरेसन डिसअर्डर भयो, वेट गेन मेटाबोलिक साइड इफेक्ट भयो, होइन। फेसमा क्लाज्माहरू आउनु, हर्मोनल डिसअर्डरहरू हुनु, होइन। ब्लड प्रेसर बढ्नु, डायबिटिज हुनु, यो सबै चाहिँ के हो त भन्दाखेरि भने मेटाबोलिक साइड इफेक्ट हो, है। तर आइसिडीमा मेटाबोलिक साइड इफेक्ट हुँदैन, त्यो चाहिँ एउटा यसको फाइदा हो। फ्री अफ मेटाबोलिक साइड इफेक्ट, यो चाहिँ के हो त आइसिडीको एडभान्टेज हो, बेनिफिट हो। किन त? आइसिडीमा त हर्मोन छैन नि त, त्यस कारणले गर्दाखेरि यसको चाहिँ एउटा बेनिफिट चाहिँ यो भयो। ओके। अब अर्को कुरा चाहिँ के छ त भन्दा अब यसको हामी अलिकति हेर्छौँ साथीहरू, कन्ट्रा इन्डिकेसन। यो स्क्रिनमा कृपया नलेखिदिनु होला, यदि लेख्दै हुनुहुन्छ भने हजुरले आफै मेटाउनको लागि मेरो डियर स्टुडेन्ट थोरै कष्ट गरिदिनु होला, मलाई धेरै गाह्रो भइरहेछ यहाँ मेटाउन फेरि टाइपिङ गर्न। ल, कन्ट्रा इन्डिकेसन चाहिँ के हुन्छ त भन्दा फेरि लेख्नुभयो है, झन् तपाईँले यति रिक्वेस्ट गरेर नलेख्नु भन्छु, लेखिदिनुहुन्छ यार, के गर्नु म। ल, कन्ट्रा इन्डिकेसन यसको सस्पेक्टेड प्रेग्नेन्सी, है त। यदि प्रेग्नेन्सीको शङ्का छ भने त्यसमा चाहिँ आइसिडी दिन मिल्छ कि मिल्दैन? ओके, त्यसमा चाहिँ मिल्दैन, है त। त्यसमा चाहिँ आइसिडी दिन मिल्दैन, कन्ट्राइन्डिकेसन्स भयो, है त। कुनै महिलालाई एकदम धेरै भिजाइनल ब्लिडिङ भइराखेको छ भने र त्यो डायग्नोसिस गर्न सकिराखेको छैन, जसलाई हामीले अनडायग्नोस्ड भन्छौँ, त अनडायग्नोस्ड भेजाइनल ब्लिडिङ छ भने त्यसमा पनि आइसिडी दिन चाहिँ बिल्कुल मिल्दैन, कन्ट्राइन्डिकेसन हो, है। कुनै महिलालाई चाहिँ यदि पास्ट उसको इयरमा हिस्ट्री अफ इक्टोपिक प्रेग्नेन्सी छ भने, है त, इक्टोपिक प्रेग्नेन्सी छ भने पहिला त्यस्तोमा पनि आइसिडी दिन चाहिँ मिल्दैन, हिस्ट्री अफ इक्टोपिक प्रेग्नेन्सी। किनभने कहिले काहीँ रेयरली एउटा के देखाइएको छ भने कि आइसिडीको साइड इफेक्टले पनि इक्टोपिक प्रेग्नेन्सी हुन सक्छ भनेर चाहिँ भनेको छ। सो एउटा चाहिँ यो इक्टोपिक प्रेग्नेन्सीको हिस्ट्री छ भने
आइसिडी बिल्कुल दिन चाहिँ मिल्दैन। कुनै महिलालाई यदि क्यान्सर छ युटेरसमा अथवा सर्भिक्समा भने उहाँलाई पनि दिन मिल्दैन है त। क्यान्सर अफ युटेरस एन्ड क्यान्सर अफ सर्भिक्स त्यसमा पनि आइसिडी चाहिँ दिन मिल्दैन, किनभने त्यस्तोमा दियो भने ब्लिडिङ हुने सम्भावना धेरै हुन्छ है। त्यस्तै युटेरस प्रोल्याप्स छ भने है त, युटेरस प्रोल्याप्स छ, युबी प्रोल्याप्सको केस छ भने त्यसमा पनि आइयुसिडी दिन मिल्दैन। पिआइडी रिकरेन्ट चाहिँ भइराखेको छ, पेल्भिक इन्फ्लामेटरी डिजिज अथवा सेक्सुअली ट्रान्समिटेड डिजिजहरू रिकरेन्टली भइराखेको छ भने त्यस्तो फिमेललाई पनि आइयुसिडी चाहिँ दिन चाहिँ एकदम मिल्दैन है। ल अब चाहिँ हामी कुरा गरौँ कि यो आइसिडी को लागि आइडियल क्यान्डिडेट चाहिँ को हुन सक्छ त है। कहिलेकाहीँ यो क्वेसनहरू पनि सोध्छ, आइडियल क्यान्डिडेट फर आइयुसिडी है त। आइसिडी को लागि आइडियल क्यान्डिडेट भने कसलाई चाहिँ हामी आइसिडी दिने त? अब न्युली म्यारिडलाई त दिनै मिलेन होइन। त आइसिडी कसलाई दिने भन्छ भने कि एटलिस्ट त्यो क्लाइन्टको एटलिस्ट वान चाइल्ड चाहिँ हुनु पर्यो है त। एउटा बच्चा भएको आइमाईलाई हामीले रिकमेन्ड गर्छौँ आइसिडी दिनको लागि है। त्यसपछि उसलाई हैज नो हिस्ट्री अफ पेल्भिक इन्फ्लामेटरी डिजिज है त। पेल्भिक इन्फ्लामेटरी डिजिज नभएको फिमेललाई पनि हामीले आइसिडी चाहिँ दिनु पर्यो है। जसको चाहिँ मेन्स्ट्रुएसन साइकल है त, जुन फिमेलको मेन्स्ट्रुएसन साइकल नर्मल छ भने उहाँ चाहिँ आइसिडीको लागि आइडियल क्यान्डिडेट भयो होइन। जस्तो कि अहिलेको अब आइडियल प्राइम मिनिस्टर क्यान्डिडेट को हो त होइन, सबैलाई थाहै छ। त्यस्तै यो कसलाई चाहिँ आइसिडीको क्यान्डिडेट बनाउने त हामी यस्तो यस्तो क्राइटेरिया मिट गर्छ भने उहाँले चाहिँ आइसिडी चाहिँ दिन चाहिँ मिल्यो है। एउटा चाहिँ के भन्छ भने यस्तो क्लाइन्ट हुनु पर्यो होइन, यस्तो क्लाइन्ट जो चाहिँ इन्ट्रेस्ट राख्छ, जो चाहिँ इन्ट्रेस्ट राख्छ के को लागि त? टाइम टाइममा फलोअप गर्नको लागि होइन। क्लाइन्ट जसले चाहिँ इन्ट्रेस्ट राख्छ फलोअप गर्नको लागि त्यस्तो क्लाइन्टलाई चाहिँ हामी आइसिडी लाउनु पर्छ त। किन होला यो भने किनभने फलोअपमा त्यो आइसिडीको एउटा टेल हुन्छ होइन, टेल हुन्छ, त्यो स्ट्रिङ हुन्छ है त। त्यो टेल चाहिँ मिसिङ भएको छ कि छैन भने हेर्नको लागि त्यो टेल नर्मली फिल गर्न सक्नुपर्छ होइन। यदि फिल गर्न सकिएन भने त्यो चाहिँ मिसिङ भएको छ भनेर चाहिँ बुझिन्छ। सो यो त्यस्तो क्यान्डिडेटलाई चाहिँ हामीले आइसिडी चाहिँ दिन चाहिँ मिल्छ है। अब अरू नर्मल जसलाई मेटाबोलिक साइड इफेक्ट हुने धेरै सम्भावना छ भने त्यसलाई पनि हामीले आइसिडी दिन त मिलि नै हाल्यो, नमिल्ने कुरा चाहिँ होइन है। ल अब नेक्स्ट हामी पढ्नेछौँ के त भने वार्निङ साइन अफ आइसिडी है त। वार्निङ साइन अफ आइसिडी कस्तो कस्तो साइन आयो भने त्यसलाई चाहिँ हामीले वार्निङ साइन भनेर चाहिँ भन्छौँ है त। एउटा चाहिँ निमोनिक छ, सबैले सायद थाहा नै होला, यो PAINS भनेर चाहिँ एउटा निमोनिक छ है। अब जसमा चाहिँ के हुन्छ त भन्दाखेरि भने चाहिँ यो पीबाट पिरियड लेट है, पिरियड लेट धेरै नै पिरियड चाहिँ लेट भइराखेको छ, मेन्सुरेसन टाइममा भइराखेको छैन भने है त्यस त्यो चाहिँ के भयो त यो आइसिडी को लागि चाहिँ वार्निङ साइन भयो भने चाहिँ भन्छ है। त्यस्तै एबाट के त भन्दाखेरि भने एब्डोमिनल पेन, एब्डोमिनल पेन धेरै नै कडा खालको चाहिँ पेटको दुखाइ भयो भने यो पनि एउटा वार्निङ साइन हो है। त्यस्तै आईबाट चाहिँ के हुन्छ भने इन्फेक्सन है त। आईबाट के हुन्छ भने इन्फेक्सन, कुनै इन्फेक्सनको साइनहरू, पेल्भिक इन्फेक्सनको साइनहरू आइराखेको छ भने त्यो पनि एउटा वार्निङ साइन हो।
अर्को यनबाट चाहिँ के त भन्दाखेरि भने नट फिलिङ वेल, सधैँ एकदमै गाह्रो महसुस गरिराख्ने आइसिडी लगाएदेखि नै त्यसले पनि इन्फेक्सनलाई जनाउँछ। यसबाट चाहिँ के हुन्छ भने स्ट्रिङ मिसिङ आइसिडीको जुन पुच्छर हुन्छ नि त्यो फलोअपमा जाँच गर्दाखेरि फेला नपर्नु, त्यसलाई हामी के भन्छौँ त स्ट्रिङ मिसिङ भनेर चाहिँ भन्छौँ। सो यो चाहिँ क्राइटेरिया यदि देखा परिराखेको छ भने तुरन्त आइसिडीलाई के गर्नुपर्छ त रिमुभ गर्नुपर्छ भनेर चाहिँ भन्छ है। त्यसलाई चाहिँ के गर्नुपर्छ त रिमुभ गर्नुपर्छ भनेर चाहिँ भन्छ है। ल अब चाहिँ हामी हेरौँ कि यसको इफेक्टिभनेस कति हुन्छ त, यसको इफेक्टिभनेस कति होला त होइन। यसको इफेक्टिभनेस 99.4% हुन्छ है, 99.4%। अब 99.4% भएपछि यसको त फेलियर रेटको पनि सम्भावना हुने भयो होइन, यसको फेलियर रेटको पनि सम्भावना हुने भयो। त फेलियर रेट कति त 0.5देखि लिएर 0.8% यसको के भयो त फेलियर रेट भयो। ल लगभग लगभग ढाड दुखिराखेको छ भने चाहिँ त्यो चाहिँ रिमुभ गर्न पर्दैन, त्यो मोस्ट कमन साइड इफेक्टमै पर्छ होइन। ढाड दुख्दैमा केही दिनसम्म लगभग नर्मली 1-2 हप्तासम्म ढाड दुख्छ। अब क्रोनिक ढाड दुखिराख्यो, पेल्भिक इन्फेक्सनको साइनहरू आयो भने अब त्यो चाहिँ अवस्था हेरेर चाहिँ रिमुभ गर्न चाहिँ सकिन्छ। स्ट्रिङ मिसिङ भनेको चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ बुझ्नको लागि चाहिँ हामी सरसर्ती थोरै स्क्रिन देखिएको छ नि सबैजनालाई, ल सबैले स्क्रिन चाहिँ देख्नु भएको छ त, छ होला है, स्क्रिन त देखिराख्नु भएको छ होइन। अब स्क्रिन देखिराख्नु भएको छ भने यो चाहिँ यो चाहिँ आइसिडी हो, कपर्टी युटेरसमा राखिने हो, सबैलाई थाहा भएको कुरा हो यो। युटेरसमा राख्दाखेरि यसमा केही पार्टहरू हुन्छ साथीहरू है त, यसमा केही पार्टहरू हुन्छ जस्तो कि यो पार्ट जुन छ नि यहाँ टेल जस्तो पुच्छर जस्तो, यो पार्टलाई चाहिँ हामी स्ट्रिङ भनेर भन्छौँ कपर्टीको। यो चाहिँ फलोअपमा जाँच्दाखेरि यो चाहिँ फिल हुनुपर्छ, यहाँ औँलाले थाहा हुनुपर्छ है। तर तपाईँ फलोअपमा क्लाइन्ट आउँदाखेरि यो स्ट्रिङ मिसिङ भएको हेर्नुभयो भने त्यसले चाहिँ के बुझिन्छ त भन्दा अब यो मिसिङ कसरी हुन्छ त, यो आइसिडी अलि यतापट्टि सिफ्ट भएर यो चाहिँ यहाँबाट हराउन सक्छ माथि सरेर। अब माथि सर्यो भने त्यो पर्फोरेसन हुने सम्भावना बढी भयो, त्यस कारणले त्यो जोखिम मानिन्छ। यो स्ट्रिङ मिसिङ चाहिँ हुन हुँदैन, यदि मिसिङ भइराखेको छ भने त्यो चाहिँ जोखिम हो। त्यही भएर स्ट्रिङ मिसिङ भनेको एउटा वार्निङ साइन मानिन्छ। ल अब चाहिँ क्लियरली बुझ्नु भएको होला, बुझ्नुभयो त, मेसेज गर्नुहोस् त बुझ्नुभयो। ल धेरै राम्रो प्रश्न गर्नुभएको रहेछ एकजनाले, स्ट्रिङ मिसिङ भनेको के हो, किन चाहिँ स्ट्रिङ मिसिङ वार्निङ साइनमा चाहिँ पर्छ भनेर चाहिँ प्रश्न गर्नुभएको छ कसले, लक्ष्मी खड्काले। ओके थ्याङ्क यू, एकदम भेरी भेरी नाइस प्रश्न थियो त्यो। ल रामानन्दले सोध्दै हुनुहुन्छ सेक्सुअल कन्ट्याक्टको बेलामा त्यो मिसिङ थाहा हुन्छ कि हुँदैन। सेक्सुअल कन्ट्याक्टको बेलामा थाहा हुँदैन है, सेक्सुअल कन्ट्याक्टको बेलामा थाहा हुँदैन। त्यो पर भेजाइनल इक्जामिनेसन गर्नुपर्छ ग्लोभ्स लगाएर, र त्यो पनि एकदमै ट्रेन्ड हेल्थ वर्कर अनमीले मात्र गर्न सक्नुहुन्छ, नर्मल हेल्थ वर्करसँग यो चाहिँ हुँदैन है, त्यसको लागि आइसिडीको ट्रेनिङ नै हुन्छ। ल
ओके मेरो प्रभु, कसले यति धेरै लेखिराख्नु भएको छ स्क्रिनमा? अब धेरै नलेखिदिनु। अब चाहिँ हामी पढ्छौ नर प्लान्ट टपिक है त। नर प्लान्ट अथवा यसलाई इम्प्लान्ट भनेर पनि भन्छ है। नर प्लान्ट अथवा इम्प्लान्ट है त। ल, नर प्लान्टमा हामी धेरै कुरा डिटेल रूपमा चाहिँ पढ्दैनौँ साथीहरू। हेर्नुहोस् है, सोद्धा पनि सोध्दैन, दुईटा कुरा चाहिँ बढी सोध्छ यसमा है। एउटा पहिला पहिला जुन नर प्लान्ट थियो नि, पहिला नेपाल सरकारले सुरु सुरुमा लन्च हुँदाखेरि जुन नर प्लान्ट थियो, त्यो सुरु सुरुमा जुन नर प्लान्ट थियो त्यसमा 6वटा रड आउँथ्यो है त। हर्मोन भएको 6वटा रड हुन्थ्यो होइन। त्यो चाहिँ कति वर्षलाई काम गर्थ्यो भने 7 वर्षसम्मलाई चाहिँ काम गर्थ्यो। ठिक छ। अहिले हाल जुन नेपाल सरकारले सप्लाई गरेको नर प्लान्ट हो, त्यसलाई चाहिँ हामी के भन्छौँ त? इम्प्लान्ट भनेर चाहिँ भन्छौँ है त। जेडल अथवा इम्प्लान्ट भनेर चाहिँ भन्छौँ। ठिक छ। अब यसमा चाहिँ कतिवटा रड हुन्छ त भनेर भन्यो भने जेडलमा जम्मा 2टा रड हुन्छ है। कतिवटा रड हुन्छ त? जेडलमा 2टा रड हुन्छ है। अब धेरैजनालाई लाग्ला कि सर यो रड भने के होला भनेर, यस्तो पनि प्रश्न हुन्छ है। अब रड भनेको के हो भने नि, यहाँ पिक्चरमा देखिराख्नु भएको होला, सेम यही हो है त। जेडलको रड यही हो, यस्तो हुन्छ 2टा है। र यसलाई चाहिँ सबडर्मल राखिन्छ। यसमा हर्मोन हुन्छ, हर्मोनल मेथड हो यो। सो अहिले नेपालमा कुन इम्प्लान्ट लागू छ नेपाल गभर्मेन्टको तर्फबाट भने ज्याडल 2 रड भएको चाहिँ लागू छ। यसले कति वर्षसम्मलाई काम गर्छ भने 5 इयर्ससम्मलाई चाहिँ यो चाहिँ के हुन्छ त? इफेक्टिभ हुन्छ। 2टा रड राख्यो भने कति वर्षसम्मलाई इफेक्टिभ हुन्छ भन्ने कुरा चाहिँ सोध्छ। अथवा हाल नेपालमा प्रयोगमा भएको इम्प्लान्टको नाम चाहिँ के हो त? ज्याडल हो है। ल, फेरि एउटा अचम्मको प्रश्न आएको छ यहाँनिर। नगेन्द्र भण्डारी, सर मिनिल्याप गरेको फिमेलको मेन्सुरेसन हुन्छ कि हुँदैन? हुन्छ त। मिनिल्यापमा त फाइलोपियन ट्युबलाई गर्ने हो नि त, कट गर्ने हो। फाइलोपियन ट्युबलाई कट गरेपछि मेन्सुरेसन नहुने हुनै हुँदैन नि। युटेरसलाई रिमुभ गरेको छ, हिस्टेरेक्टोमी गरेको छ भने चाहिँ मेन्सुरेसन हुँदैन। मिनिल्याप मात्र गरेको छ भने त ओभरीबाट त हर्मोन रिलिज भइरहेछ, ओभरीबाट हर्मोन रिलिज भएर ब्लडमा जान्छ, ब्लडमा हुँदै गएर युटेरसलाई के गर्छ त? कन्ट्रेक्सन गर्छ, सबै हर्मोनल एक्टिभिटी भइ नै रह हुन्छ। सो मिनिल्याप गर्दाखेरि त मेन्सुरेसन हुन्छ है। तर हिस्टेरेक्टोमी गरेको छ भने, पाठेघर नै काटेर अपरेसन गरेको छ, रिमुभल गरिएको छ भने त्यस्तो मेन्सुरेसन हुँदैन। सर इम्प्लान्ट गरेको छ भने मेन्सुरेसन हुन्छ कि हुँदैन? हुन्छ। इम्प्लान्ट त अब हर्मोनल मेथड भयो, मेन्सुरेसन हुन्छ नि, किन नहुनु? प्रश्नहरू कस्तो गरिराख्नु भएको छ हो? म यहाँ ढल्छु जस्तो लागिसक्यो मलाई। मिनी ल्याबमा मेन्सुरेसन हुन्छ कि हुँदैन? ओ माइ गॉड। होइन, ठिक छ, जिज्ञासा त राम्रो हो, तर प्रश्न चाहिँ डेन्जर डेन्जर आइरहेछ आज। के भएको हो साथीहरूलाई? अ, होइन, तपाईँले प्रश्न सोधेको राम्रो हो, मैले त्यसको लागि केही भने होइन। तर आज अर्कै मुडको प्रश्नहरू धेरै आइरहेछ। ल, इम्प्लान्ट 2 रड 5 इयर इफेक्टिभ हो है। र यो चाहिँ नेपालमा अहिले रिसेन्टली नेपालमा चाहिँ इम्प्लान्ट चाहिँ लागू चाहिँ भएको छ है। अर्को हामी कुरा गर्यौँ नि कि इम्प्लान्ट जुन जेडल जुन रड हुन्छ नि, हो त्यो रड चाहिँ केले बनेको हुन्छ भन्दा त्यो चाहिँ सिलिकन रबरले चाहिँ बनेको हुन्छ है। त्यो चाहिँ सिलिकन रबरले चाहिँ बनेको हुन्छ
है। अब इम्प्लान्ट चाहिँ कहाँ राख्ने हो त? यसको साइट चाहिँ के हो त भन्दाखेरि भने सबडर्मल, है, छाला मुनि राख्ने हो। कहाँनिरको छाला मुनि त भन्दाखेरि हाम्रो पाखुराको, है त, फ्लेक्जर सर्फेस अफ आर्म भनेर चाहिँ भन्छ है। फ्लेक्जर सर्फेस अफ आर्म भनेर चाहिँ भन्छ। यो नोट पठाइदिएको छु, हजुरहरूलाई यो सुनिराख्नु भयो भने मात्र हुन्छ, टिप्नु पर्दैन। सबडर्मल फ्लेक्जर सर्फेस अफ आर्म, है। र यो लगाउँदाखेरि नि भी सेप इन्भर्टेड तरिकाले चाहिँ के गर्नुपर्छ भने इन्जर्सन गर्नुपर्छ, है। लगाउँदाखेरि कस्तो सेपमा लगाउनु पर्छ त हातमा भने नि यो भी सेप बनाएर लगाउनु पर्छ। अब यहाँनिर मैले फोटो खोजिराखेको हो तर भेटिराखेको चाहिँ छैन, है। उम्, हो ल, दिपिका लेख्दै राख्नुहुन्छ हजुरले, ए ल, राम्रो छ है, एकदम राम्रो। ट्रेनिङ लिनुभएको होला त्यसो भए तपाईँले। ट्रेनिङ प्राप्त स्वास्थ्यकर्मीले मात्र यो राख्न पाउँछ, है, भी सेपमा। त्यसको एउटा क्याटलग पनि आउँछ, म पनि राख्छु यो इम्प्लान्ट, ट्रेनिङ लिएको हो। क्याटलग आउँछ एउटा, त्यो क्याटलगले नापेर पनि राख्न मिल्छ, एक्सपिरियन्स छ भने यत्तिकै पनि राख्न मिल्छ। किन भी सेपमा राख्नुपर्छ भने किन भी सेपमा राख्नुपर्छ, यसको साइन्टिफिक रिजन भन्दा त्यो निकाल्नलाई, रिमुभल गर्नलाई सजिलो हुन्छ, इन्जर्सन गर्नलाई पनि सजिलो हुन्छ ट्रोकारले, है। कुन इन्स्ट्रुमेन्ट, है त, कुन इन्स्ट्रुमेन्ट युज गरिन्छ राख्नको लागि भन्नुहोस् त? ल, कुन इन्स्ट्रुमेन्ट युज फर इन्जर्सन, कुन इन्स्ट्रुमेन्ट युज गरिन्छ राख्नको लागि भने त्यो इन्स्ट्रुमेन्टको नाम हो ट्रोकार। ट्रोकार चाहिँ हुन्छ राख्नको लागि, है। अब रह्यो कुरा कि यो इम्प्लान्ट जुन हो नि, इम्प्लान्ट यो कस्तो प्रकारको साधन हो भने लङ एक्टिङ, होइन, लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्सन हो, है त, लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्सन, आइसिडी पनि र इम्प्लान्ट पनि। लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्सन, है। अब तपाईँलाई चाहिँ क्वेसन कस्तो सोध्न सक्छ भन्दाखेरि भने यसमा कि विच अफ द फलोइङ इज विच अफ द फलोइङ इज मोस्ट पपुलर, है त, मोस्ट पपुलर लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्सन भनेर प्रश्न सोध्छ, है त। विच अफ द फलोइङ इज मोस्ट पपुलर लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्सन भनेर प्रश्न गर्छ भने यसको एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि इम्प्लान्ट चाहिँ राइट एन्सर हुन्छ। ओके, ल, इम्प्लान्ट, है। अब लोकेन्द्र जोशीजीले प्रश्न गर्नुभएको छ कि हातमा राखेर कसरी चाहिँ यो प्रेग्नेन्सी रोक्छ भनेर क्वेसन छ। एकदमै जायज क्वेसन हो, जसलाई हामीले मोड अफ एक्सन अथवा मेकानिजम अफ एक्सन भनेर चाहिँ भन्छौँ, होइन, मोड अफ एक्सन अथवा मेकानिजम अफ एक्सन भनेर चाहिँ भन्छौँ, होइन। मेकानिजम अफ एक्सन बुझ्नको लागि इम्प्लान्टमा हर्मोन रहेको हुन्छ,
त्यो हर्मोनको नाम हो लेभोनर्जेस्टेरोल। तपाईँले इक्जाममा सोध्छ कि यो इम्प्लान्टमा कुन हर्मोन हुन्छ भनेर चाहिँ सोध्यो भने लेभोनर्जेस्ट्रोल हर्मोन चाहिँ हुन्छ है। अब यो लेभोनर्जेस्ट्रोल हर्मोनले कसरी चाहिँ प्रेग्नेन्सी रोक्छ भन्दा एक नम्बरमा काम के गर्छ त यसले चाहिँ प्रिभेन्ट गर्छ केबाट त ओभुलेसन है त। प्रिभेन्ट ओभुलेसन, ओभुलेसन नै हुन दिँदैन, ओभरीबाट अन्डा नै रिलिज हुन चाहिँ दिँदैन, प्रिभेन्ट गर्छ। सेम डिपोकै जस्तो फङ्सन छ यसको, प्राय सबै हर्मोनको त्यस्तै त्यस्तै फङ्सन हुन्छ है। अर्को चाहिँ के छ त भन्दाखेरि भने युटेरसको युटेरसको जुन इन्डोमेट्रियम लाइनिङ हुन्छ नि, युटेरसको जुन इन्डोमेट्रियम लाइनिङ हुन्छ त्यसलाई चाहिँ के गर्छ त भन्दा पातलो बनाइदिन्छ, थिन बनाइदिन्छ र पातलो युटेरसमा इम्प्लान्टेसन हुन सक्दैन। एउटा त्यो काम भयो। अर्को चाहिँ के गर्छ त भने सर्भिक्सको म्युकसलाई है त, सर्भिक्सको म्युकसलाई के गर्छ त भन्दा थिक बनाइदिन्छ, थिक भनेको बाक्लो। अरू अरू पनि यसको फङ्सन छ जस्तो कि फाइलोपियन फाइलोपियन ट्युबको मोटिलिटी भन्छ होइन, मोटिलिटी, फाइलोपियन ट्युबको मोटिलिटीलाई चाहिँ के गर्छ त रिड्युस्ड गरिदिन्छ। ओभुलेसन ओभुलेसन चाहिँ ओभुलेसन चाहिँ आउँदैन भने कसरी मेन्सुरेसन हुन्छ? ओभुलेसन नभए पनि मेन्सुरेसन हुन्छ, केही फरक पर्दैन। ओभुलेसनबाट ओभम मात्र रिलिज हुने हो होइन। अब ओभुलेसन भयो भने प्रोजेस्टेरोन हर्मोन बन्छ होइन, कर्पस ल्युटियमबाट। प्रोजेस्टेरोन हर्मोनको काम हो युटेरसको लेयरलाई बनाएर राख्ने राम्रो इन्भाइरोमेन्ट होइन। अब प्रोजेस्टेरोन हर्मोन भएन भने त झन् राम्रो भयो, प्रेग्नेन्सी हुँदैन। ल यसरी चाहिँ यो मेकानिजम अफ एक्सनले चाहिँ काम गर्छ। त्यही भएर त कोही कोही महिलाको साइड इफेक्ट हुन्छ नि त, यो इम्प्लान्ट राखेदेखि मिन्स नै आउँदैन होइन। इन्ट्राडर्मल राख्दाखेरि पनि त त्यहाँनिर क्यापिलरीहरू हुन्छ नि त। ल मोड अफ एक्सन एउटै एउटै हो है, ठिकै छ। हामी सिलेबस बमोजिम नै जाऊँ, धेरै मेकानिजम नपढौँ, इक्जाममा चाहिँ सोध्दैन है। र धेरै झुन्डिने काम पनि नगरौँ एउटै टपिकमा। जस्ट हाम्रो लोकसेवाको क्लासको क्वेसनलाई पनि हेरौँ है साथीहरू। धेरै जिज्ञासा छ, धेरै जान्नु छ भने चाहिँ अलिकति हजुरहरूले पनि एक्स्ट्रा मेहनत गर्नुहोस्, गुगल क्रोम चलाउनुहोस्, बुकहरू रिफरेन्सहरू लिनुहोस् है। ल अब टाइमिङको हामी कुरा गरौँ कि इम्प्लान्ट कहिले राख्ने त होइन। इम्प्लान्ट कहिले राख्ने के भन्छ भने यसको चाहिँ विदिन 7 days अफ within 7 days of menstruation period, within 7 days of menstruation period इक्टोपिक प्रेग्नेन्सी कुन साधनले गर्दा, आइसिडीले गर्दा बढी चान्स हुन्छ। विदिन 7 days अफ मेन्सुरेसन पिरियड आइसिडी बेस्ट टाइम हो। त्यस्तै 6
विक्स 6 weeks of delivery 5 to 7 बेस्ट टाइम हो पिल्सको लागि चाहिँ 5 days हो 6 week अफ डेलिभरी और 6 after 6 week है त 6 week अफ डेलिभरी 6 हप्ता वा 6 हप्ताभन्दा बढी डेलिभरी भएको एबोर्सनको केस आफ्टर एबोर्सन होइन आफ्टर एबोर्सन गरिसकेपछि त्यसमा पनि विदिन 7 days यो चाहिँ राख्नु पर्यो होइन र कहिले चाहिँ काम गर्छ त आफ्नो वर्क एक्सन चाहिँ यसले कहिले देखाउन थाल्छ भने इम्प्लान्ट राखेको विदिन 24 to 48 hours होइन इम्प्लान्टले आफ्नो एक्सन चाहिँ देखाउन चाहिँ थाल्छ है त ल अब हामी कुरा गरौँ कि यसको साइड इफेक्ट के हुन्छ त होइन साइड इफेक्ट के होला त साइड इफेक्टमा यसमा पनि सेम हो डिपो जस्तै इरेगुलर ब्लिडिङ चाहिँ यसको साइड इफेक्ट हो त्यसपछि एमेनोरिया है एमेनोरिया अब दुइटै यदि अप्सनमा दिएको छ भने हामीले फर्स्ट चोइस मोस्ट कमन भनेर सोध्यो दुइटै अप्सनमा दियो भने फर्स्ट चोइस हामी चाहिँ इरेगुलर ब्लिडिङलाई भन्छौँ भने सेकेन्ड चोइसमा चाहिँ हामीले एमेनोरियालाई राख्छौँ ठिक छ सेकेन्ड चोइसमा हामी कसलाई राख्ने त सेकेन्ड चोइसमा हामीले एमेनोरियालाई राख्ने है अब अरू अदरमा पनि केही साइड इफेक्टहरू चाहिँ यो इम्प्लान्टको हुन्छ जस्तो कि क्लाइन्टको वेट गेन हुन्छ कोही दुब्लो भइहाल्छ त्यस्तै डिजिनेस चक्कर लाग्ने हुन्छ इरेगुलर ब्लिडिङ हुनसक्छ किनभने यसमा हामीले आर्टिफिसियल हर्मोन दिइराखेको छौँ नि त मेन रिजन भनेको मुस्कान भट्टराईजी हर्मोनल इम्ब्यालेन्सले नै हो कि किनभने अब नेचुरल चिजलाई हामीले रोकिरहेछौँ नि त नेचुरल चिजलाई हामीले ब्लक गरिरहेछौँ नि त काहीँ न काहीँ त अब हर्मोन इम्ब्यालेन्स चाहिँ गराउने भयो त्यस कारणले गर्दाखेरि इरेगुलर ब्लिडिङ चाहिँ हुन जान्छ है सो यसको अदर साइड इफेक्ट वेट गेन डिजिनेस है त्यस्तै हेडेक टाउको दुख्ने त्यस्तै नौजिया एन्ड भोमिटिङ यस्तो साइड इफेक्ट चाहिँ इम्प्लान्टको पनि देख्न सक्छ लक्ष्मी राणा मगरले सोध्दै हुनुहुन्छ आइसिडीमा वेट गेन हुन्छ कि हुँदैन आइसिडीले वेट गेन हुँदैन त्यसमा हर्मोनल छैन नि त हर्मोन छैन त्यसकारण वेट गेन हुँदैन ल अब तपाईँले कसैलाई आइसिडी लगाइराख्नु भएको छ भने होइन आइसिडी लगाइराख्नु भएको छ भने कस्तो बेलामा तपाईँ आइसिडी निकाल्न के अरे यो इम्प्लान्ट निकाल्न उपयुक्त हुन्छ इम्प्लान्ट है त आइसिडी बोल्न आएछ इम्प्लान्ट लगाउनु भएको छ भने कस्तो अवस्थामा इम्प्लान्टलाई रिमुभ गर्न उपयुक्त हुन्छ त भनेर त्यसलाई हामी वार्निङ साइनबाट पढ्छौँ ठिक छ त्यस कुरालाई चाहिँ हामीले वार्निङ साइनबाट पढ्छौँ है अब वार्निङ साइनमा यदि इम्प्लान्ट लगाउँदाखेरि हेभी ब्लिडिङ भएको छ भने है हेभी ब्लिडिङ एकदम हेभी भेजाइनल ब्लिडिङ चाहिँ भएको छ भने है अब हेभी ब्लिडिङ भन्नाले के बुझ्ने त भन्दा कि कसैलाई ब्लिडिङ हुन थाल्यो र मोर देन 7 days चाहिँ ब्लिडिङ भयो 7 दिनभन्दा बढी लगातार ब्लिडिङ भइराख्यो भने त्यसलाई हामीले हेभी ब्लिडिङ भनेर चाहिँ भन्छौँ अर्को के त भन्दाखेरि भने एक्सपल्सन 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 भनेको त्यो अटोमेटिकली आफै इम्प्लान्ट बाहिर एउटा आइहाल्यो एउटा मात्र त्यहाँ भित्र छ भने अथवा आधी बाहिर आएको छ भने है सो यो पनि एउटा के भयो त वार्निङ साइन भयो है अर्को के त भन्दाखेरि भने डिलेड मेन्सुरेसन पिरियड है
अब मेन्सुरेसन पिरियड इरेगुलर हुन्छ तर धेरै लामो समयसम्म मेन्सुरेसन पिरियड इरेगुलर भइराख्यो भने त्यो पनि एउटा वार्निङ साइन हो। अर्को के त भन्दाखेरि भने माइग्रेन है, माइग्रेन हेडेक सबैलाई थाहा छ। एक साइडमा यदि टाउको धेरै नै दुखाइ भयो भने त्यसलाई माइग्रेन हेडेक भनिन्छ है। अर्को के त भन्दाखेरि भने जुन ठाउँमा इम्प्लान्ट राखिएको छ त्यहाँबाट चाहिँ पोस्ट डिस्चार्ज भयो भने, पोस्ट डिस्चार्ज फ्रम इन्जर्सन है, त्यहाँबाट पोस्टको डिस्चार्ज भयो भने त्यो पनि एउटा वार्निङ साइन भयो, किनभने त्यहाँ इन्फेक्सन हुन्छ भनेर चाहिँ भनिन्छ। र आर्म पेन है त, धेरै नै दुखाइ भयो भने, त्यो पाखुरा धेरै नै दुख्न थाल्यो भने त्यो सेलुलाइटिस हुने सम्भावना हुन्छ, त्यसकारण त्यो पनि एउटा वार्निङ साइन भयो है। नर्मली इम्प्लान्ट हाल्दाखेरि इन्फेक्सन प्रिभेन्सन मेन्टेन गरेर स्टेलाइज सामानले पुरै स्टेप मिलाएर राखेको हुन्छ। त्यसमा त कुनै पनि एन्टिबायोटिकको आवश्यकता पर्दैन त्यो घाउ गर्दा पनि, किनभने त्यो यति न मेन्टेन गरेर राखिएको हुन्छ कि त्यो आफसे आफ ठिक भइहाल्छ होइन, त्यो अटोमेटिक आफै ठिक भइहाल्छ है। तर यदि दुखाइ बढिराखेको छ भने त्यसलाई चाहिँ हामी के गर्न सक्छौँ त, रिमुभ गर्न सक्छौँ। यो वार्निङ साइन आएको छ भने त्यसलाई हामी के गर्ने त, रिमुभ गर्ने है। अब यो वार्निङ साइन बुझ्नको लागि एउटा नेमोनिक, यो सबैले सुनेकै कुरा हो, हेडम्पा भनेर चाहिँ एउटा नेमोनिक छ। जस्तो कि यहाँनिर एसबाट हेभी ब्लिडिङ, ईबाट एक्सपल्सन, डीबाट डिलेड मेन्सुरेसन पिरियड, एमबाट माइग्रेन, यस्तै यो हेडम्पा भनेर याद गर्नु होला इक्जाममा, वार्निङ साइन भनेर चाहिँ दिन्छ है। अब चाहिँ एउटा के छ त भन्दा साइना प्रेस भनेर पनि कहिलेकाहीँ सोध्न सक्छ। आर्म पेन पछि एनेमिया हो त? यो लेटेस्ट मैले गाइडलाइन्स देखेको छैन, यदि हो भने चाहिँ म भोलि हेरेर चाहिँ भन्छु है त। एउटा छुट्यो, कुन छुट्यो जस्तो लाग्यो? मैले जानेसम्म त यो यति छ, कुनै छुटेको छ भने भन्नु होला, किनभने त्यो सबै लाइन मलाई कण्ठ छैन। सम्झौता गरेको सबै बुन्दा मलाई कण्ठ छैन, हेर्नुपर्छ भने जस्तै भयो मलाई होइन। हाम्रो पार्टीको सम्झौता पुरा कण्ठ छैन, हेर्नुपर्छ भने जस्तै भयो है मलाई पनि। एउटा छुट्यो, ल छुटेको चाहिँ मेसेज गर्नुहोस् कुन छुट्या रहेछ। ल ल ल ल, डिपी अर्याल सही एन्सर आयो, सही एन्सर हो। साइना प्रेस है, साइना प्रेस। ल ठिक छ, हामी थोरै अहिलेको समाचारमा पनि अपडेटेड हुनुपर्छ, त्यही भएर अलिकति रिफ्रेसमेन्टको लागि भनिदिएको। ल साइना प्रेस एउटा के हो भने यो पनि हर्मोनल मेथड हो। साइना प्रेस पनि हर्मोनल मेथड हो, यो चाहिँ डिपो जस्तै जस्तै हुन्छ है त। ओके, हर्मोनल मेथड हो, लगभग लगभग डिपोको कम्पेरिट अल्टरनेटिभमा हो यो होइन। यसमा पनि हर्मोन हुन्छ है। कुन हर्मोन हुन्छ त भन्दाखेरि भने चाहिँ डिपोट डिपोट मेड्रोक्सी डिपोट मेड्रोक्सी प्रोजेस्टेरोन एसिटेट हुन्छ है त, एसिटेट है। र कुन रुटबाट दिनुपर्छ भन्दा यो चाहिँ सबक्युटेनियस रुटबाट दिनुपर्छ है, सबक्युटेनियस रुटबाट। यसमा कति एमजी डोज हुन्छ भने
104 मिलिग्राम डोज हुन्छ। कति एमएलको भायलमा आउँछ त 0.65 एमएलको चाहिँ एम्पुल हुन्छ यो। त्यसबाट निकालेर चाहिँ सबक्युटानियस दिनुपर्छ। कुन साइटमा चाहिँ यो लगाउन मिल्छ त भन्दाखेरि यो चाहिँ एब्डोमेनमा, त्यस्तै थाइमा, होइन, त्यस्तै अप्पर आर्ममा राख्न चाहिँ मिल्छ। इन्टरभल कहिले कहिले चाहिँ लगाउनु पर्छ त इन्टरभल इन्टरभल 3 मन्थ डिपो लगाए जस्तै हो, 3 महिनामा डिपो लगाए जस्तै हो। र यसको मोड अफ एक्सन मोड अफ एक्सन सेम एज डिपो, साइड इफेक्टहरू सेम एज डिपो। तर एउटा यसमा चाहिँ बेनिफिट चाहिँ के होला भने नि, होइन, बेनिफिट चाहिँ यसमा के छ भने कि क्लाइन्टले है त क्लाइन्टले चाहिँ आफै चाहिँ लिन सक्छ। यो चाहिँ नेपाल सप्लाईमा चाहिँ छैन। तर एउटा चाहिँ यसको बेनिफिट के रहेछ भने कि सेवाग्राहीले यो चाहिँ आफै लिन सक्छ भनेर चाहिँ भन्छ है। यस्तै हुन्छ साइनाप्रेस। यस्तो हुन्छ, यो सिधै स्टिकर निकाल्ने र इन्सुलिन लगाए जस्तै घोचेर पुस गर्ने साइनाप्रेस। यो नेपालमा आउने लगभग लगभग तर्खरमा छ। अब हेर आउँछ कि आउँदैन, प्लानिङमा चाहिँ छ। ल अब आजको लागि केही चाहिँ हामीले इक्जाममा सोधेका आइसक्यो हो र? आइसक्यो सर, सप्लाईमा आइसक्यो हो यो। ओके, कुनै ठाउँमा आइसकेको छ भने मैले थाहा पाएन। तर हामी अहिले कार्यरत ठाउँहरूमा अहिले देखिया छैन, आएको पनि छैन। ओके, लेख्नु नोटमा पनि छ, मैले पठाइदिएको छु नोट सरलाई, ग्रुपमा हालिदिनु भएको होला। साइनाप्रेस सबक्युटानियस होला, आइएम होइन, आइएम त डिपो हो नि। ओके, अब केही इम्पोर्टेन्ट लाइनहरू जुन इक्जामको लागि चाहिँ धेरै धेरै इम्पोर्टेन्ट छ नि, त्यो चाहिँ हामी यहाँनिर यो पोइन्टमा चाहिँ हेर्छौँ है। जस्तो कि मोस्ट पपुलर ओके मोस्ट पपुलर मेथड अफ फ्यामिली प्लानिङ है त। मोस्ट पपुलर मेथड अफ फ्यामिली प्लानिङ भनेर भन्यो भने स्टेरिलाइजेसन हो है त। स्टेरिलाइजेसन, यो स्टेरिलाइजेसनमा पनि के त भन्दाखेरि भने महिलाहरूको मिनी ल्याब है, मिनी ल्याब, यस्तो इम्पोर्टेन्ट क्वेसन छ यो। त्यस्तै मोस्ट पपुलर पर्मानेन्ट यदि तोकिदियो भने त्यसमा पनि मिनी ल्याब, दुइटैमा मिनी ल्याब हुन्छ। मोस्ट पपुलर टेम्पोररी भनेर सोध्यो भने चाहिँ त्यसपछि हामीले डिपो भन्छौँ। मोस्ट पपुलर टेम्पोररीमा सोध्यो भने डिपो। मोस्ट इफेक्टिभ प्रभावकारी चाहिँ कुन हुन्छ, मोस्ट इफेक्टिभ भनेर चाहिँ सोध्यो भने नि त्यसमा हामी के भन्ने त
इम्प्लान्ट है, मोस्ट इफेक्टिभ इम्प्लान्ट जुन चाहिँ मोडर्न मेथडमा है। र मोस्ट इफेक्टिभ तपाईँको अरू पनि छ एउटा अब्स्टिनेन्स होइन, त्यो भनेको नेचुरलमा है, नेचुरल मेथडमा होइन। मोस्ट कोस्ट इफेक्टिभ भनेर सोध्यो इक्जाममा भने त्यसपछि भ्यासेक्टोमी सबैभन्दा सस्तो भ्यासेक्टोमी हो। 100% इफेक्टिभ भनेर सोध्यो भने ल भन्नुहोस् त, तपाईँहरूले नै भन्नु होला है। अब तपाईँहरूले काम गरेर देखाउनु पर्छ, एन्सर दिएर देखाउनु पर्छ, मैले प्रश्न दिने हो होइन। 100% इफेक्टिभ चाहिँ कुन हुन्छ भन्नुहोस् त। कन्डम इज नट 100% इफेक्टिभ। अब्स्टिनेन्स, सेक्सुअल अब्स्टिनेन्स निलमले भन्नुभएको छ है, राम्रो छ यो। अब्स्टिनेन्स, एभोइड सेक्स 100% इफेक्टिभ है। कम्प्लिट इफेक्टिभ, पूर्ण रूपले इफेक्टिभ पनि यही नै हो, एब्स्टिनेन्स नै हो। मोस्ट इफेक्टिभ इमर्जेन्सी कन्ट्रासेप्टिभ भनेर सोध्यो भने ल यसको गेस गर्नुहोस् त। मोस्ट इफेक्टिभ इमर्जेन्सी कन्ट्रासेप्टिभ भन्यो भने आइसिडी, एकदमै राम्रो है। ल आइसिडी। बेस्ट इमर्जेन्सी है त, बेस्ट इमर्जेन्सी कन्ट्रासेप्टिभ डिपो त हुँदै होइन, इमर्जेन्सी कन्ट्रासेप्टिभमा डिपो लाउँदैन। बेस्ट इमर्जेन्सी कन्ट्रासेप्टिभ भनेर चाहिँ सोध्यो भने नि ओरल कन्ट्रासेप्टिभ पिल्स पनि होइन। एकजनाको सही एन्सर आयो निलमको है त, प्रोजेस्ट्रोन ओन्ली पिल्स। इमर्जेन्सी कन्ट्रासेप्टिभमा बेस्ट भनेर इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स है त। कमनली युज्ड इमर्जेन्सी कन्ट्रासेप्टिभ हो। त्यो भनेको इकोन नामको आउँछ नि, इकोन। त्यसमा कुन हर्मोन चाहिँ हुन्छ? लेभोनर्जेस्ट्रोन है त, लेभोनर्जेस्ट्रोन। त्यसमा हुन्छ लेभोनर्जेस्ट्रोन, हाई डोजमा हुन्छ होइन लेभोनर्जेस्ट्रोन। यो चाहिँ कमनली युज्ड कन्ट्रासेप्टिभमा पर्छ। अर्को मोस्ट इफेक्टिभ, कस्तो झुक्याउँदो झुक्याउँदो अहिलेसम्म पास्ट क्वेसनहरू छ नि,
मोस्ट इफेक्टिभ लार्क मेथड। अब लार्कमा हामीले दुईटा पढ्छौँ नि त। लार्कमा दुईटा पर्छ, एउटा आइसिडी होइन, अनि अर्को पनि छ इम्प्लान्ट होइन, इम्प्लान्ट। यो दुईटा मध्ये कुन बढी इफेक्टिभ हो? मोस्ट इफेक्टिभ इम्प्लान्ट है, इम्प्लान्ट। मोस्ट इफेक्टिभ लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभ मेथड इम्प्लान्ट हो। र इमर्जेन्सी कन्ट्रासेप्टिभको लागि मोस्ट इफेक्टिभ भनेर सोध्यो भने फेरि आइसिडी छ है त। प्रभावकारी सोधिएको छ है त। प्रभावकारी कसले बढी काम गर्छ, के भन्छ भने उसको सक्सेस रेट चाहिँ है त। मोस्ट इफेक्टिभ भनेर इम्प्लान्ट नै। अर्को चाहिँ के छ भने मोस्ट पपुलर लार्क भनेर क्वेसन सोध्छ है। मोस्ट पपुलर लार्क यो झोकिँदैन। आज क्लासमा तपाईँहरूलाई गाह्रो लागिरह होला, 3-4 चोटि पढ्नुभयो भने बल्ल बल्ल यसलाई बुझ्दै जानुहुन्छ है। मोस्ट पपुलर लार्क सबभन्दा बढी प्रयोग गर्ने लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभमा इम्प्लान्ट हो है। मोस्ट कोस्ट इफेक्टिभ लार्क, कोस्ट इफेक्टिभ लार्क सस्तो लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभ सोध्यो भने बल्ल नगेन्द्रजीले सही एन्सर दिनुभयो। रमेश शर्मा आइसिडी। कस्ट इफेक्टिभ लार्क भन्यो भने फेरि आइसिडी। हेर्नु त एउटै क्वेसनमा 10वटा बनाएर राखेर रहेछ पास्टमा। ल एउटा क्वेसन अझै छ तपाईँहरूको लागि, क्वेसनमै म राखिदिएको छु। यो क्वेसन चाहिँ के छ भने पोस्टपार्टम ओमेनको लागि है त। पोस्टपार्टम पोस्टपार्टम ओमेनको लागि होइन, बेस्ट कन्ट्रासेप्टिभ पोस्टपार्टम ओमेनको लागि बेस्ट कन्ट्रासेप्टिभ है। अप्सनमा तपाईँले दिन्छ मिनी ल्याब, अनि त्यसपछि दिन्छ डिपो। यो दुईटामा चाहिँ कुन चुज गर्नुहुन्छ? अप्सनमा दिन्छ मिनी ल्याब र डिपो भने यो दुईटामा चाहिँ कुन चुज गर्नुहुन्छ? पोस्टपार्टम ओमेनको लागि मिनी ल्याब बेटर कि डिपो बेटर? एकदमै सोचेर भन्नु होला। एउटा बच्चा भइसकेको छ। अब यहाँनिर व्यवहारिक कुरा भन्दा पनि नि मेटाबोलिक साइड इफेक्टको कुरा छ के। पोस्टपार्टम ओमेन होइन र ल्याक्टेटिङ, यो छुट्या रहेछ ल्याक्टेटिङ है त। पोस्टपार्टम ओमेन र ल्याक्टेटिङ व्यवहारिक भन्दा
मेटाबोलिक साइड इफेक्ट कुनमा कम हुन्छ भन्ने सोध्या रहेछ। हामी फर्स्ट चोइसमा मिनी ल्याब राख्छौँ। फर्स्ट चोइसमा मिनी ल्याबलाई राख्छौँ। डिपो पनि हो सेकेन्ड चोइस। तर प्रायः जसो मिनी ल्याब चाहिँ एन्सरमा दिँदैन, डिपो नै दिएर हुन्छ। मिनी ल्याब छैन भने देन चाहिँ हामीले डिपोमा चाहिँ एन्सरतिर जानुपर्छ। र यो अलिअलि सर्ट कुराहरू थियो, सर्ट क्वेसनहरू थियो। मेबी आइदियो भने इक्जाममा त्यसको लागि हजुरहरूलाई सजिलो होस् भनेर निन्द्रा त लागेको छैन, निन्द्रा त लागेको छैन मलाई। तर अब चाहिँ लाग्न सक्छ है। नागेन्द्रजी कुन ठाउँबाट हुनुहुन्छ? ओके, अब चाहिँ हामी पढ्छौँ पर्मानेन्ट मेथड है। पर्मानेन्ट मेथड। पर्मानेन्ट मेथड। अब पर्मानेन्ट मेथडलाई अरूहरू पनि नाम जस्तो अरूहरू पनि नाम भन्छ है। यसको अर्को नाम चाहिँ के छ भने स्टेरिलाइजेसन भन्छ होइन, स्टेरिलाइजेसन। अथवा यसको अर्को नाम चाहिँ के छ त लिमिटिङ मेथड पनि भन्छ यसलाई, लिमिटिङ मेथड होइन। अब मेलको लागि के रहेको छ? फर्मेल भ्यासेक्टोमी होइन। र फिमेलको लागि के त? फिमेलको लागि मिनी ल्याब होइन। मेलको लागि भ्यासेक्टोमी, फिमेलको लागि मिनी ल्याब। अब चाहिँ हामी पढ्छौँ भ्यासेक्टोमीको बारेमा है त। अब भ्यासेक्टोमी भनेको चाहिँ पर्मानेन्ट मेथड भयो होइन। यो चाहिँ दुई प्रकारको हुन्छ है त, टु टाइप्स। दुई तरिकाले चाहिँ भ्यासेक्टोमी चाहिँ गर्न सकिन्छ, दुई तरिकाले है। एउटा जुन पुरानो तरिका छ नि त्यो भनेको स्काल्पेल भ्यासेक्टोमी भन्छ है त, स्काल्पेल भ्यासेक्टोमी। अब यो भनेको चाहिँ के त स्काल्पेल भ्यासेक्टोमी भनेको, यसमा सर्जिकल ब्लेडले इन्सिजन दिएर त्यसपछि भास डिफरेन्सलाई खोज्ने, भास डिफरेन्सलाई चाहिँ काटिदिने है, त्यो भनेको स्काल्पेल भ्यासेक्टोमी भयो होइन। यो भनेको ओल्ड मेथड भयो है, नट युज्ड इन नाउ डेज। आजकल चाहिँ यो चाहिँ प्रयोग हुँदैन है त। अब अर्को चाहिँ एउटा के छ भने नन स्काल्पेल छ, नन स्काल्पेल भ्यासेक्टोमी छ। यो भनेको चाहिँ अहिले प्रयोगमा छ, नन स्काल्पेल भ्यासेक्टोमी है। यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ के गर्छ त भने एउटा की होल जस्तो बनाएर होइन, की होल जस्तो बनाएर के गर्छ त यहाँनिर चाहिँ अपरेसन गर्छ, स्टेरिलाइजेसन गर्छ। र यो भनेको मोडर्न भ्यासेक्टोमी भन्छ यसलाई है त। हाल चाहिँ यो तरिकाले चाहिँ भ्यासेक्टोमी गर्छ, ठिक छ। भ्यासेक्टोमी गर्दाखेरि टेस्टिसमा भएको भास डिफरेन्सलाई चाहिँ कट गर्छ है त, भास डिफरेन्सलाई कट गर्छ। कहिलेकाहीँ यो क्वेसन सोध्छ कि भ्यासेक्टोमी गर्दाखेरि कुन अर्ग्यानलाई चाहिँ कट गर्छ त? भास डिफरेन्सलाई। अरू अरू पनि अप्सनमा दिएको हुन्छ, इपिडाइडिमिस होइन। देन हामी के सिलेक्ट गर्नु पर्यो त? भास डिफरेन्सलाई चाहिँ कट गर्छ है।
भास्ट डिफरेन्सलाई कट गरिसकेपछि त्यहाँनिर स्टिचेस लगाउँछ 2 देखि 3 वटा स्टिचेस चाहिँ त्यहाँनिर लगाउँछ डक्टरले र भ्यासेक्टोमी गरिसकेपछि हैन आफ्टर द भ्यासेक्टोमी ब्यान्डेज लगाउनु पर्छ टी सेपमा टी सेप ब्यान्डेज के को लागि त भन्दा स्क्रोटल सपोर्ट गर्नको लागि टी सेप ब्यान्डेज लगाउनु पर्छ ठिक छ त्यसपछि आफ्टर द भ्यासेक्टोमी है आफ्टर भ्यासेक्टोमी हैन भ्यासेक्टोमी गरिसकेपछि है नुहाउनु चाहिँ केही समय हुँदैन बाथिङ गर्नु हुँदैन बाथिङ पोस्टपोन है त बाथिङलाई पौज गरिदिनुपर्छ नुहाउनु हुँदैन कति घन्टासम्म त 2 दिन 48 आवर्स किनभने नुहाएपछि त्यहाँनिर शरीरको फोहोर जान्छ इन्फेक्सनहरू चाहिँ हुन सक्छ कुन सेप ब्यान्डेज युज गर्नु पर्यो टी सेप ब्यान्डेज युज गर्नु पर्यो है त त्यसपछि भ्यासेक्टोमी गरेपछि कन्डमको प्रयोग गर्नुपर्छ है केही समयसम्म डक्टरले रिकमेन्ड गर्छ कि कन्डमको प्रयोग गर्नुपर्छ है त अनि कतिवटा कन्डम चाहिँ दिएर पठाउँछ त भन्दाखेरि भने तपाईँको 30 वटा कन्डम चाहिँ दिएर पठाउँछ है कति महिनासम्म कन्डम प्रयोग गर्नुपर्छ भने 3 महिनासम्म भन्छ होइन तर आजकल यो कन्डमको सङ्ख्या र 3 महिना यो पहिला पहिलाको कन्सेप्ट थियो भने एटलिस्ट 20 इजाकुलेसनसम्म कन्डमको प्रयोग गर्नुपर्छ किनभने भास डिफ्रेन्सबाट स्पर्मेटोजोआ आएर बसिरहेको हुन्छ सेमिनल भेसाइकल्समा सो यो चाहिँ कन्डमको युज गर्नुपर्छ 20 इजाकुलेसनसम्म कुनै कुनै रिफरेन्सले चाहिँ 30 इजाकुलेसन पनि लेखिरहेको हुन्छ तर यसको अपडेटेड भनेको 20 इजाकुलेसन हो भ्यासेक्टोमी गरिसकेपछि हैन भ्यासेक्टोमी गरिसकेपछि बिरामीले चाहिँ के गर्नु पर्यो त क्लाइन्टले रेस्ट पनि गर्नुपर्छ हैन रेस्ट पनि गर्नुपर्छ के आयो भ्यासेक्टोमी गरिसकेपछि क्लाइन्टले रेस्ट गर्नु पर्यो कति घन्टा रेस्ट गर्नु पर्यो त भन्दा कम्तीमा 2 दिनसम्म रेस्ट गर्नु पर्यो हैन एभोइड हेभी वेट धेरै वेट उठाउन चाहिँ एभोइड गर्नु पर्यो हैन कहिलेकाहीँ भ्यासेक्टोमी फेलियर भइदिन्छ है त कहिलेकाहीँ भ्यासेक्टोमी फेलियर पनि हुन्छ है त फेलियर अफ भ्यासेक्टोमी हैन फेलियर पनि हुन सक्छ भ्यासेक्टोमी गरेको लगभग कति दिनपछि भन्दा पनि त्यो कन्डम दिएर पठाएको हुन्छ मिल्छ तर सकभर एभोइड चाहिँ 48 आवर्ससम्म रेस्ट त गर्नुपर्छ अघि यहाँ नोटमा लेखियो नि त नुहाउनु हुँदैन 48 आवर्ससम्म रेस्ट गर्नु पर्यो 2-3 दिनसम्म होइन रेस्ट यहाँ यो रेस्ट भनेको के हो एभोइड सेक्स एभोइड वर्क 3 मन्थ चाहिँ प्रोटिन युज गर्ने हो प्रोटिन पनि खाने हिलिङ हुनको लागि होइन फेलियर अफ भ्यासेक्टोमी किन हुन सक्छ मिसआइडेन्टिफिकेसन अफ भास डिफरेन्स मिसआइडेन्टिफिकेसन अफ भास डिफरेन्स नकाटेर इपिडाइडिमिस काटिदिन्छ कहिलेकाहीँ होइन अनि त्यो फेरि भ्यासेक्टोमी गरे पनि बच्चा बस्या हुन्छ हामीले हेरेको छौँ 1-2 जना फेलियर पनि यो चाहिँ एउटा इक्जामको लागि इम्पोर्टेन्ट छ फेलियर अफ भ्यासेक्टोमी मिसआइडेन्टिफिकेसन अफ भास डिफरेन्स हो 3 मन्थ प्रोटेक्सन युज गर्नुपर्छ
ल थ्याङ्क यू अल सबैजनामा थ्याङ्क यू अल सबैजनामा धेरै धेरै धन्यवाद। ल सबैले बुझ्नुभयो कतिको कस्तो लाग्यो क्लास केही फिडब्याक छ भने राख्नु होला। ल आजलाई चाहिँ यति हुन्छ क्लास है। सबैजनालाई धन्यवाद।